एउटा गुरुङको छोरा गृहमन्त्री हुँदाखेरि कति बाहुनको घरमा चाहिँ चुलोमा आगो बलेन, किनभने गुरुङको छोरा एउटा इमान्दारी साथले काम गरेको थियो, तर बाहुन बातलाई पचेन। हिजो कुलमान घिसिङले राम्रो काम गर्दा गर्दा कतिजना बाहुनहरूको घरमा आगोमा चुलो बलेन, किनभने मूलवासीको छोराहरू इमान्दारी साथ काम गर्छ, कसैको झुटो आश्वासनमा हिँड्दैन, कसैसँग 2 रुपियाँ घुस खाएर हामी काम गर्दैन भनेर हामी मूलवासीले जनाएको छ। त्यो भएर हामी जबसम्म मूलवासी एकता भएर एकजुट भएर एक साथ हुँदैन, अनि यस्तै यस्तै सुजन गुरुङ जस्तो कुलमान घिसिङ जस्तो राम्रो मान्छेहरूको चाहिँ सत्तामा टेक्ने ठाउँ हुँदैन। आज जेनजी भाइ बहिनीको रगतबाट आएको एउटा जेनजीको लिडरलाई पनि आज गृहमन्त्रीबाट राजीनामा दिन लायो। अब हेर त कतिसम्म बाठो रहेछ त। यो बाहुन जाति भनेको नि यति खराबी जाति हो नि, यिनीहरूले जाल गेल गरेर भए पनि यिनीहरूलाई फसाउँछ। किनभने सुजुङ गुरुङले आज राजीनामा नदिएको भए, गृहमन्त्रीबाट राजीनामा नदिएको भए कतिजना बाहुनहरूको घरमा चुलोमा आगो बल्दैन थियो, कतिजना त नेपाललाई छोडेर भाग्नु पर्थ्यो। जब जब सत्तामा हाम्रो जाति पुग्छ तबसम्म हामीले राम्रो सही काम गर्छ, राम्रो इमान्दारी काम गर्छ, अनि त्यो बाहुन बातलाई पत्दैन। त्यही भएर कोखामा दारा भएको भनेको कारण त्यसै होइन। जबसम्म राम्रो इमान्दारी काम गर्दाखेरि कतिजनाले नेपाल छाड्नु पर्थ्यो। आज यो छ नि बाहुनवादहरू पछाडि छ नि ठुलो माछाहरू 12 भाइ मिडिया, अनि यो अहिले जुन सुजन गुरुङको माथि सबै मिडिया खनेको छ नि। जब तिमीहरूले नेपालको बारेमा सोध्दैन, नेपालको बारेमा तिमीहरूले भिडियो बनाउन सक्दैन, जब इमान्दारी साथ एउटा पत्रकार भएर इमान्दारी साथ गरेर बनाउन सक्दैन भने पत्रकारी छोडिदियो। हिजो कुलमान घिसिङलाई सखाप बनाउनुलाई पनि यही पत्रकार यो मिडियाहरू थियो। आज सुजन गुरुङलाई सखाप बनाउनुलाई, राजीनामा दिनुलाई बाध्यता बनाउने पनि त्यही मिडियाहरू हो। जब यिनीहरूको आज घैँटोमा घाम लाग्यो, बल्ल बल्ल उनीहरूले एमाले काङ्ग्रेससँग यो 12 भाइसँग मिडियासँग पैसा लिएको, असलेको पैसा आज उनीहरूले बल्ल चुक्ता गर्न पायो। कति मिडियाहरू त कति खुसी भएर आनन्द, हिजो 12 बजे राति त कुनै होटेलमा गएर रातभरि रक्सी खायो होला, तर एकछिनको लागि मात्रै हो तपाईँको त्यो खुसी भनेको। झुटो कुरा छ नि, झुटो कुरालाई एकछिन मात्रै खुसी देखाउन सक्छ, सधैँ दिन तपाईँले खुसी देखाउन सक्दैन। जब सुजन गुरुङलाई तिमीहरूले जुन व्यवहार गरेर मिडिया एक लागेर सबै मिडिया लागेर निकालेको छ नि, तिमीहरूलाई पनि एक दिन तिमीहरूको पनि पेच काठ यस्तो काठ हुन्छ नि, तिमीहरूको खोस्ने दिन आउने, हाम्रो आँखाले देख्नु नपाओस्। मिडिया कुनै मिडियाहरू चाहिँ पैसामा बिगेर आफ्नो आमालाई नै बलात्कार गर्न खोज्छ नखेडा, त्यस्तो गर्नु नखोज केटा। ठिक छ, एउटा गुरुङको छोरा इमान्दारी थियो, सखाप बनाएर छोड्यो। हिजो कुलमान घिसिङलाई त्यस्तै गरेर मिडिया लाएर कहिले ससुरालाई ल्यायो, कहिले सालालाई ल्यायो भनेर अन्त्य गरेर छाड्यो। मिडियाबाटै नै यस्तो गरेर कुलमान घिसिङलाई हार्न लायो। अब सुजन गुरुङलाई पनि यस्तै गरेर तिमीहरूले निकाल्यो। अब आउने अर्को चुनावमा हामी मूलवासी एक भएर एकजुट भएर उठ्नुपर्छ। सुजन गुरुङ खुट्टा नकमाउनु। यस्तो गृहमन्त्री जबसम्म हाम्रो हातमा मन्त्री हुन्छ, हाम्रो हातमा सबै सत्ता आउँछ नि, त्यो दिन यिनीहरूको खोङामा माछा थापेको जस्तो गरेर जालमा माछा थापेर जिउँदै जलाउनुपर्छ। त्यतिखेर यिनीहरू थाहा हुन्छ।